नमस्ते। हामी सबैको हातमा वा खल्तीमा एउटा सानो यन्त्र हुन्छ हैन? तर के हामीले कहिले सोचेका छौं यो सानो उपकरणले हाम्रो संसारलाई कसरी पुरै बदलिदियो? आउनुहोस् आज मोबाइल फोनको यही आश्चर्यजनक यात्राको कथा खोतलौं। यो कथा एउटा साधारण कलबाट सुरु भयो र आज हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बनेको छ। ल एउटा प्रश्न सोचौं है त। इतिहासकै पहिलो मोबाइल फोन कल, फोनको अर्को छेउमा को थियो होला? कुनै ठूलो नेता कि प्रविधिको दुनियाँकै पोही बादशाह? साँच्चै भन्नुपर्दा जवाफले सायद सबैलाई अचम्ममा पार्न सक्छ। कुरा के हो भने त्यो पहिलो कल केवल इतिहास रच्नका लागि मात्रै थिएन, त्यो त एक प्रकारको रमाइलो ठट्टा पनि थियो जुन एक कट्टर प्रतिद्वन्द्वीलाई जिस्काउनका लागि गरिएको थियो। यो कुरा हो सन् 1973 अप्रिल 3 को न्युयोर्कको एउटा सडकमा इतिहास बन्दै थियो। मोटोरोलाका इन्जिनियर मार्टिन कुपरले संसारको पहिलो मोबाइल फोन कल गरे। तर सबैभन्दा रोचक कुरा के थियो भने उनले यो कल अरू कसैलाई होइन, आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी बेल ल्याब्सका जोएल एन्जललाई गरेका थिए। सोच्नुहोस् त, प्रविधिको दौडमा कस्तो साहसी कदम। उनले फोनमा भनेका शब्दहरू पनि सामान्य थिएनन्। ती शब्दहरूमा एउटा जितको घोषणा लुकेको थियो। यो केवल एक कल थिएन, यो त प्रविधिको युद्धमा आफ्नो प्रतिद्वन्द्वीमाथि जितेको उत्सव थियो। ल अब कुरा गरौँ त्यो ऐतिहासिक कल गर्ने उपकरणको। त्यो कस्तो थियो होला? आउनुहोस् त्यो पहिलो मोबाइल फोन डाइनाट्याग 8000X लाई नजिकबाट हेरौँ। मानिसहरू यसलाई मायाले ईटा फोन पनि भन्थे। हो, तपाईले ठीक सुन्नुभयो, 1.1 किलोग्राम। यो आजको स्मार्टफोन भन्दा लगभग 10 गुणा गह्रौँ थियो। एकछिन कल्पना गरौँ त, 1 किलो चिनीको पोको कानमा टाँसेर कुरा गर्नु कस्तो हुँदो? अनि यसको ब्याट्री 10 घण्टा चार्ज गरेपछि जम्मा 20 देखि 30 मिनट मात्रै कुरा गर्न मिल्थ्यो। आज हामी त्यही फोनमा घण्टौंसम्म भिडियो हेर्छौं, गेम खेल्छौं। प्रविधिले कति लामो फड्को मारेछ है। फोनको इतिहास त साँच्चै रोचक छ। तर हामीले बटन थिच्दा वास्तवमा के हुन्छ? हाम्रो आवाज कसरी बिना तार अर्को व्यक्तिसम्म पुग्छ? आउनुहोस् यो जादु पछाडिको विज्ञानलाई अलिकति बुझौं। कुरा के हो भने मोबाइल नेटवर्कलाई साना साना भौगोलिक क्षेत्रहरूमा बाँडिएको हुन्छ, जसलाई सेल भनिन्छ। हो, यही सेल शब्दबाट नै सेलफोन नाम आएको हो। एकदमै सरल भाषामा भन्नुपर्दा हाम्रो मोबाइल फोन एउटा एकदमै आधुनिक वाकी-टकी जस्तै हो। यसले रेडियो तरङ्गहरू प्रयोग गरेर आवाजलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने र ल्याउने काम गर्छ। जब हामी बोल्छौं, फोनले हाम्रो आवाजलाई बिजुलीको सङ्केतमा बदल्छ। यो सङ्केत रेडियो तरङ्ग बनेर नजिकैको टावरसम्म पुग्छ अनि त्यहाँबाट एउटा विशाल नेटवर्कले कल गरिएको व्यक्ति कहाँ छ भनेर पत्ता लगाउँछ र त्यो सिग्नललाई उसको नजिकको टावरमा पठाउँछ। अन्तमा उसको फोनले त्यो तरङ्गलाई फेरि आवाजमा बदल्छ। यो सबै प्रक्रिया आँखा झिम्काउनु भन्दा पनि छिटो हुन्छ। त्यो पहिलो कलदेखि आजसम्म मोबाइल नेटवर्कले एक अविश्वसनीय यात्रा तय गरेको छ। आउनुहोस् अब 1G देखि 5G सम्मको यो गतिको विस्फोटलाई निहालौं। यो यात्रा सुरु भयो 1980 को दशकमा 1G बाट, जसले हामीलाई पहिलो पटक तार बिना कल गर्ने सुविधा दियो। 90 को दशकमा 2G ले SMS को क्रान्ति ल्यायो, जसले हाम्रो कुरा गर्ने तरिका नै बदल्दियो। त्यसपछि 3G ले इन्टरनेटलाई हाम्रो खल्तीमा ल्याइदियो। 4G ले युट्युब र नेटफ्लिक्सलाई सम्भव बनायो र आज 5G ले स्मार्ट सहर र तत्काल कनेक्सनको नयाँ ढोका खोल्दैछ। गतिको यो वृद्धिलाई हेर्नुहोस् त। 3G ले हामीलाई वेबसाइटहरू चलाउन दियो। 4G ले HD भिडियो हेर्न सक्ने बनायो, जसले गर्दा हामी जहाँ पनि फिल्म हेर्न सक्छौं। र 5G यसले त पुरै फिल्म केही सेकेन्डमै डाउनलोड गर्न मात्र होइन, भर्चुअल रियालिटी र स्वचालित कारहरू जस्ता भविष्यका प्रविधिहरूको लागि बाटो बनाइरहेको छ। एउटा साधारण कल गर्ने इट्टा जस्तो उपकरणबाट सुरु भएको यात्रा आज एउटा सुपर कम्प्युटरमा परिणत भएको छ, जुन हाम्रो खल्तीमा सजिलै अट्छ। यो परिवर्तन साँच्चै नै अविश्वसनीय छैन त? पहिलो मोबाइल फोनको एउटै मात्र काम थियो, कुरा गराउनु। तर आज हाम्रो खल्तीमा भएको फोन एउटा फोन मात्र होइन। यो हाम्रो क्यामेरा हो, नक्सा हो, ब्याङ्क हो, भनौँ न यो त पुरै संसारसँग जोडिने एउटा ढोका नै हो। यो अविश्वसनीय यात्राले हामीलाई भविष्यतर्फ हेर्न प्रेरित गर्छ। 5G पछि के होला? के हामी होलोग्राफिक कलहरू गर्नेछौँ वा हाम्रो फोन हाम्रो शरीरमै जोडिएर आउला? प्रविधिको अर्को ठूलो फड्को कस्तो होला? यो सोच्नु नै कति रोमाञ्चक छ।